हेलो एभ्रिवान, सबैलाई मेरो मिनी ब्लगमा स्वागत छ है। आज चाहिँ वेदर एकदमै घाम लागिरहेको छ है। अन्त मेरो चाहिँ एभ्रिडेको रुटिन, म चाहिँ ड्युटी जानुपर्ने हुन्छ अनि म चाहिँ बाइक स्टार्ट गरेर गेट खोल्नेतिर गएँ है। आज एकदमै एक्साइटेड छु किनभने मेरो एउटा पार्सल आउँदैछ है। अनि तपाईँहरूलाई म के हो भनेर चाहिँ बादमा देखाउने छु है। अन्त साइड पुगेर चाहिँ म यसो हेर्दै थिएँ, हिजो अलिकति पानीले गर्दाखेरि चाहिँ काम ढिलो भइरहेको थियो। अन्त दाजुहरू बिहानै आएर काम गर्नु हुँदै रहेछ है। अनि म चाहिँ साइट हेर्दा हेर्दा मलाई कल आयो है। अनि म चाहिँ सामान ल्याउनु गएँ, मेरो पार्सल आइपुगेछ नि त। अनि म एकदमै एक्साइटेड छु है, कस्तो चाहिँ आयो भनेर है। मैले अस्तिदेखि सोचिरहेको थिएँ, अन्त फाइनली मैले मगाएर चाहिँ आज आयो सामान पनि। अनि मैले चाहिँ खासमा चाहिँ एक्सन क्यामेरा मगाएको थिएँ है, डिजेआईको एक्सन 4। अन्त मलाई चाहिँ कहिले घर पुगेर खोल्नु भयो है। अनि लन्च ब्रेक पनि भयो है, वेदर यस्तो दामी भइरहेको छ है। अन्त म चाहिँ घर जाँदैछु है लन्च गर्नुको लागि। अन्त म चाहिँ टक्कै घर पुग्नु बित्तिकै म चाहिँ मेरो सस्ता सेटअप लगाएर चाहिँ म चाहिँ अनबक्सिङ गर्नु लागेँ। पार्सल रिसिभ गर्दै खोल्नु त खोलेको थिएँ, किनभने चेक गरेर अनलाइनमा हाल्नुपर्छ। अनलाइनमा मगाएको सामान हो है, उनीहरूले अपलोड गर्नुपर्छ। अन्तखेरि चाहिँ सामान चाहिँ जेन्युन राम्रो आएछ है। अन्त मैले चाहिँ टक्कै सबै निकालेर चाहिँ मैले खोल्नु थालेँ बिस्तारी। अन्त फर्स्ट बक्समा चाहिँ माउन्टहरू आएको रहेछ, म्याग्नेटिक माउन्ट हुन्छ यो चाहिँ। अन्त म्याग्नेटिक माउन्टहरू आएको रहेछ। अन्त चार्जिङ केबल, अन्त यो ब्याट्री यो भित्र चाहिँ राख्ने केस, अन्त चार्जिङ पनि गर्ने हो ब्याट्री। अन्त यसरी एक्स्ट्रा लेन्स, म्यानुअलहरू, अन्त डिजेआईको स्टिकर, वारेन्टी कार्डहरू आएको रहेछ है। अन्त यो चाहिँ एक्सटेन्सन रड 1.5 मिटरसम्म एक्सटेन्ड हुन्छ डिजेआईको। अनि यो चाहिँ क्यामेरा केस अनि एक दुईवटा माउन्टहरू आएको रहेछ है, हेलमेट माउन्टहरू। अन्त फाइनली यो चाहिँ क्यामेरा, एकदमै एक्साइटेड छु है यो क्यामेरा युज गर्नु चाहिँ म। अन्त मैले होल्डर अस्ति बाइकको लागि चाहिँ अस्ति मगाएको थिएँ। अनि जुन चाहिँ यो क्यामेरा राख्ने कभर छ है, केस, यो केस पनि मैले अस्ति नै मगाएको थिएँ। अन्त यो चाहिँ डिजेआईको स्टिकर मैले टालिदिइहालेँ। अन्त मैले क्यामेराले टक्कै सुट पनि गरिदिइहालेँ। क्यामेरा क्वालिटी चाहिँ एकदमै दामी रहेछ। अनि मैले यसो बाहिरतिर पनि सुट गरेँ है अलिअलि। अनि यहाँनिर चाहिँ फुपू र बोजूले चाहिँ फुलको कुरा गर्दै रहेछ। अन्त मैले त्यो पनि फुलको अलिकति प्लान्ट्सहरूकै भिडियो बनाएँ, हेर्न सक्नुहुन्छ तपाईँले है। एकदमै क्वालिटी राम्रो रहेछ यो क्यामेराको है। अनि यहाँ चाहिँ एकदमै दामी फुल फुलिरहेको छ है। नाम त थाहा छैन मलाई, तर एकदमै दामी छ है। यो चाहिँ हल्का चेक गरिदियो क्या, आफ्नो थोपडा कस्तो देखिँदो रहेछ क्यामेरामा भनेर है। राम्रो रहेछ क्वालिटी चाहिँ, हल्का यता घुमाएर हेरिदिएको नि है। अन्त बहिनीकोमा गएर चाहिँ टक्क वाइड एङ्गलमा चाहिँ हल्का भिडियो बनाइदिएको नि बहिनीको पनि। टक्कै बोजू र फुपूको पनि वाइड एङ्गलमा भिडियो बनाइदिएको नि, हल्का रमाइलो। क्यामेराबाट एक दुईवटा फोटो खिच्यो क्या यो चाहिँ। अन्त आजको लागि यति है। थ्याङ्क यू गाइज फर वाचिङ।